तपाईको फेसबुक 1 महिना भित्र पैसा कमाउने बनाएर दिनेछु हो। तपाईलाई विश्वास नलाग्न सक्छ। तपाईलाई चाहिँ 1 महिना भित्र मैले चाहिँ कन्टेन्ट मोनेटाइजेसन गरेर दिनेछु। तपाईले चाहिँ यो भिडियो पुरै हेर्नुस् र मैले कसो गरेर के गर्ने भनेर मैले यो भिडियोमा सिकाउन गइरहेको छु। मैले तपाईलाई पुरै दिनेछु। 10,000 फलो म दिनेछु, 1,50,000 भ्युज म दिनेछु। तपाईले मलाई लाइक कमेन्ट गर्न लगाउने मात्र हैन, शेयर मात्रै गर्न लगाउने हैन, तपाईलाई मैले पैसा कमाउने फेसबुक बनाएर पनि दिनेछु। यो भिडियो चाहिँ अन्तिम सम्म हेर्नु होला। हेरेर चाहिँ मोबाइलको स्क्रिन हेर्नु होला। तपाईले चाहिँ यो स्क्रिनशट मलाई हाल्नु पर्ने हुन्छ। तपाईले यो स्क्रिनशट मलाई मेसेन्जरमा हालिसकेपछि म तपाईलाई चाहिँ एउटा यस्तो तरिका दिनेछु, यस्तो कुरा गर्नेछु र त्यो कुरा गरिसकेपछि तपाईले चाहिँ 1 महिना भित्र तपाईले कन्टेन्ट मोनेटाइजेसन पाउनु हुनेछ। मैले तपाईलाई 1 महिना भित्रै तपाईलाई कन्टेन्ट मोनेटाइजेसन दिनेछु। हेरेर मोबाइल स्क्रिन हेर्नुहोस्। यसरी चाहिँ फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि आफूले चाहिँ यहाँनिर प्रोफाइलमा क्लिक गर्नु होला। यस्तो खालको यहाँनिर मैले चिन्ह लगाइरहेको छ। यहाँनिर प्रोफेसनल ड्याशबोर्डमा क्लिक गर्नु होला अथवा ड्याशबोर्ड लेखेको छ त्यसमा क्लिक गर्नु होला हरियोमा। यदि क्लिक गरिसकेपछि यहाँनिर माथि मोनेटाइजेसनमा क्लिक गर्नु होला। तपाईले यहाँनिर मोनेटाइजेसनमा क्लिक गरेर यसरी चाहिँ तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अलिकति तल कन्टेन्ट मोनेटाइजेसन लेखेको छ। यस्तो खालको यो यहाँनिर मैले एरो लगाइदिएको छु। यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँनिर यस्तो खालको तपाईले इन्टरफेस देख्न सक्नुहुनेछ। यस्तो खालको इन्टरफेस आइसकेको छ भने यसको एउटा स्क्रिनशट र तपाईले यसमा एकचोटी क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि माथि ठिक लागेको बाहेक अरु तल ठिक नलागेको कतिवटा छ त्यो चाहिँ देखिने गरी तपाईले स्क्रिनशट गरेर मलाई चाहिँ मेरो मेसेन्जरमा हाल्दिनु होला। त्यसपछि म तपाईलाई एउटा तरिका दिनेछु। मैले भने अनुसार तपाईले गर्नुभयो भने तपाईको चाहिँ फलो 10,000 पुर्याउनु पर्ने छ र 1,50,000 भ्युज पुर्याउनु पर्ने छ। यदि यस्तो देखेको छैन भने पनि तपाईले मलाई मेसेज गरेर यो फोटो चाहिँ मलाई हाल्दिनु होला। तपाईले चाहिँ मैले एउटा तरिका दिनेछु, यस्तो खतरनाक तरिका दिनेछु। तपाईलाई चाहिँ 1 महिना भित्र कन्टेन्ट मोनेटाइजेसन आउनेछ जसरी भए पनि।